रेकर्डिङ अकस्टिक स्टुडियो जुन नक्साल स्थित छ, यहाँ हामी सम्पूर्ण टिम रमाई खुसीका साथ हामी काम गर्दैछौँ। म सबै स्रष्टाहरूलाई धन्यवाद दिन चाहन्छु र यो गीत अत्यन्तै मिठो भएको छ। यो एकदम स्लो पोइजन जस्तो यहाँहरूको दिल दिमागमा बिस्तारै बिस्तारै छाउँछ। यो गीत चाहिँ अत्यन्तै मिठो गीत बनेको छ। आज यसको रचनाकार हुनुहुन्छ हाम्रो पुष्प श्रेष्ठज्यू। उहाँ चाहिँ नि चितवन भरतपुरमा चाहिँ नि जन्मनु भएको र अहिले चाहिँ नि हाल चाहिँ नि अमेरिकाको टेक्ससमा बसोबास गर्नुहुन्छ र उहाँ धेरै सिनियर रचनाकार हुनुहुन्छ। हाम्रो आदरणीय नारायण गोपाल सरहरूको पालाको रचनाकार हुनुहुन्छ र अहिले उहाँले चाहिँ नि भर्खरै एकदमै नयाँ राम्रा जो एकदमै भावपूर्ण छ, एकदमै भावनामा डुबेर लेख्नुहुन्छ उहाँले। अनि त्यस्ता गीतहरू अहिले पस्कदै हुनुहुन्छ यहाँको सामु र अत्यन्तै मिठा सङ्गीतकार हुनुहुन्छ फेरि हाम्रो श्रीकृष्ण बम मल्लज्यू। उहाँसँग मैले धेरै अनगिन्ती कामहरू गरेको छु र धेरै यहाँको सामु रिजल्ट पनि छन्। यहाँले धेरै रुचाउनु भएको छ ती गीतहरू। म धन्यवाद दिन्छु यहाँहरूलाई पनि। र यसको एरेन्जर चाहिँ हुनुहुन्छ सुमन केसीज्यू। अत्यन्तै सबल एरेन्ज गर्नुभएको छ उहाँले। सङ्गीत संयोजनमा पनि उहाँले निकै मिठो हात राख्नुभएको छ। त्यस्तै गरेर यहाँ जुन स्टुडियोमा काममा हामीलाई साथ दिँदै हुनुहुन्छ प्रकाश मिश्रज्यू
म धन्यवाद दिन्छु सम्पूर्ण टिमलाई। त्यस्तै गरेर यो गीतको जुन सन्दर्भमा भन्नुपर्दाखेरि चाहिँ नि मायाको सीमा नागेर मैले तिमीलाई धेरै धेरै माया गरेकी थिएँ भनेपछि यो पास्टमा गइसकेको छ, यो छुट्नामा जस्तो अलिकति वेदनामा छ। त्यस कारणले यो गीतले साँच्चै भन्नुपर्दाखेरि यहाँ हामी जति पनि थियौँ टिममा, जस्तो क्यामेरा पर्सनहरू हुनुहुन्छ, जति पनि हाम्रो यहाँ अन्य अडियन्सहरू पनि आउनु भएको थियो, उहाँहरू सबैले सुन्दाखेरि चाहिँ नि खोइ हामीलाई त एकदमै गाह्रो भयो, यो चाहिँ एकान्तमा सुन्यो भनेदेखि त झन् निकै गाह्रो होला जस्तो लाग्यो भन्ने फिलहरू उहाँले जनाउँदै हुनुहुन्थ्यो। पुष्पजीसँग पहिला पनि मैले काम गरेकी थिएँ श्रीकृष्णजीकै सङ्गीतमा, हामीले प्रिज्मा स्टुडियोमा। त्यो गीत चाहिँ नि मनले तिमीलाई मनैमा राखौँ भन्छ, आँखाले तिमीलाई आँखैमा राखौँ भन्छ। यो गीत पनि अत्यन्तै सबल भएको छ। यहाँको सामु यो गीत पनि आउँदैछ र आजको गीत पनि आउँदैछ। मलाई पूर्ण विश्वास छ यहाँहरूले पुष्पजी अनि हाम्रो श्रीकृष्णजी लगायत हामी टिम सम्पूर्णलाई माया गरिदिनुहुन्छ भन्ने कुरामा धन्यवाद। मायाको सीमा नाघेर मैले तिमीलाई धेरै धेरै माया गरेकी थिएँ। मायाको सीमा नाघेर मैले तिमीलाई धेरै धेरै माया गरेकी थिएँ। मेरो उड्ने आकाश, मेरो बस्ने तिमीलाई सम्झेकी थिएँ, तिमीलाई सम्झेकी थिएँ। यो मिठो शब्द गीतकार अग्रज गीतकार पुष्प श्रेष्ठज्यूको हो। यसमा निकै नै मेहनतका साथ मैले सङ्गीत भर्ने काम गरेको छु। यसमा अन्जु पन्तज्यूले निकै नै मिठो गाउनु भएको छ। एकदम आशा लाग्दो र एकदम लोभलाग्दो काम भएको छ यो। म अब एकदम धेरै गीतकारहरूसँग काम गरेको छु। अग्रज गीतकारदेखि लिएर समकालीन गीतकारदेखि लिएर अब भावी पुस्तामा आउने गीतकारहरूसँग पनि मैले काम गरिसकेको छु। तर यसमा एउटा मजा लागिरहेको छ मलाई। गीतकार पुष्प श्रेष्ठज्यू एकदम निखारिएको गीतहरू लेख्नु भएको छ उहाँले। जस्तै उहाँको बारेमा भन्नुपर्दा उहाँ चाहिँ भरतपुर चितवन निवासी हुनुहुन्थ्यो। अहिले चाहिँ अमेरिकाको टेक्सासमा उहाँ बस्ने गर्नुभएको छ। रोजगारको सिलसिलाले उहाँ चाहिँ अहिले विदेशमा भए पनि उहाँको गीत सङ्गीत, उहाँको एउटा मन अन्तरात्मा चाहिँ अहिले नेपालकै गीत सङ्गीतमा रहेको छ। जुन एउटा उहाँको एउटा विचारबाट पनि थाहा हुन्छ र उहाँको एउटा लेखाइबाट पनि थाहा हुन्छ। उहाँको एउटा गीतमा नेपालीपन, नेपाली माटो झल्किएको छ। प्रेम, बिछोड, मिलन, धेरै भावात्मक एउटा भावनामा एकदम डुबेर लेख्नुहुन्छ उहाँले। मनले तिमीलाई मनैमा राखु भन्छ यो अन्जु पन्तज्यूले प्रिज्मा डिजिटल स्टुडियोमा पहिला हाम्रो रेकर्ड भइसकेको छ। अहिले युट्युबमा पनि एकदम राम्रो भ्युज कमाइरहेको छ यो गीतले। अहिले मायाको सीमा नाघेर यो एकदम एकदम मलाई मन परेको एकदम छोएको शब्द हो। मैले सङ्गीत भर्दा पनि एकदम आनन्द लागेको छ। एकदम अग्रज गीतकार उहाँसँग काम गर्न पाउनु मेरो सौभाग्य पनि हो। हामी निरन्तर रूपमा काम गरिरहेका छौँ। यो हामी 6वटा गीतहरू राखेर यसमा एल्बम हामी पुरा गर्ने तयारीमा छौँ। अहिले यो दोस्रो रेकर्डिङ भनेपछि यसपछिको रेकर्डिङ चाहिँ हामी रामकृष्ण ढकालज्यूको आवाजमा रेकर्ड गर्दैछौँ। र त्यसै गरी यसमा चाहिँ सत्य स्वरूपराज आचार्य, मेलिना राई, यसै गरी प्रमोद खरेलज्यू धेरै हामी कलाकारहरूसँग काम गर्ने हामीले योजना बनाएका छौँ। यसमा एउटा रमाइलो के पनि छ भनेपछि हामी गीतकार सङ्गीतकार, म नेपालमा छु, उहाँ चाहिँ विदेशमा हुनुहुन्छ। हाम्रो चाहिँ अहिलेसम्म भेटघाट नै भएको छैन। उहाँले मेरा गीतहरू सुन्ने गर्नुहुन्छ, उहाँले एकदम मन पराउनु हुँदो रहेछ। मेरा सङ्गीतमा उहाँ चाहिँ एकदम मन पराएर उहाँले ममाथि काम गर्ने एउटा अपेक्षा गर्नुभएको थियो र ममाथि पुरा गर्नुभयो। हामी यसरी अहिले काम गरिरहेका छौँ। हामी एउटा भावनाले हामी नजिक छौँ। हाम्रो कामहरू अझ अगाडि गइरहेको छ। हाम्रो योजना धेरै राम्रो राम्रो गीतहरू बजारमा लिएर उहाँको एउटा एल्बम पुष्प एल्बमलाई हामी चाहिँ पुरा गर्ने योजनामा छौँ।
अब कस्तो छ भनेपछि एकदम धेरै म त एकदम खुसी छु उहाँसँग काम गर्न पाउनु। एउटा मेरो अघि नै भनिसकेँ एउटा सौभाग्य हो। धेरै उहाँका निखारिएका शब्दहरूमा एउटा सङ्गीत भर्ने एउटा मौका मिलेको छ। अब यसै गरी हामीलाई निरन्तर रूपमा धेरै गीतहरू हजुरले सुन्न पाउनुहुन्छ। छुट्याउन नसक्दाखेरि